हेलो गुड मर्निङ एभ्री वान वेलकम ब्याक टु माई 11th vlog अन्त अहिले म भने चाहिँ अर्ली इन द मर्निङ है सौदा ल्याउनु गइरहेको छु है मेरो कामै सौदा ल्याउनेहरू हुन्छ अरू यतातिर अरू काम पनि हुन्छ सो स्टे ट्युन्ड गाइज आज दिनभरि कस्तो हुन्छ लेट्स इन्जोय सो गाइज मैले भने चाहिँ है सौदा गरिसकेँ अब म चाहिँ आगो फुट्न आँटेको किनभने आलुहरू बोइल गर्नुपर्ने छ है गाइज हौडे भयो हौडे के भयो भन्नुहोस् न एउटाको सिलिन्डरै सक्यो है मैले अस्ति तपाईँहरूलाई भनेको थिएँ होइन एउटा सिलिन्डर चाहिँ सकिन आँटेको छ भनेर अब आई डोन्ट नो कहाँबाट म्यानेज गर्नुपर्ने किनभने राबोमा म्याच मात्रै रहेछ हाम्रो पऱ्यो इन्डियन होइन अब आई डोन्ट नो गाइस लेट्स सी गाइस हाम्रो खाना खुवाइछु अहिले मात्रै छ है 12:30तिर बिहानदेखि रस हो भ्याउनु छैन खानु पनि अन्त अहिले मात्र है गाइस खाना चाहिँ अन्त तपाईँहरू हेरेर सक्नुहुन्छ खाना भने चाहिँ के रहेछ भन्दा है पर्क फ्राइड राइस है सो स्टे ट्युन्ड गाइस म तपाईँहरूलाई देखाउँछु अन्त मेरो यहाँ सिलिन्डर पनि सकिरहेको छ अन्त सिलिन्डर पनि ल्याउनु जानुपर्ने छ सो गाइस मैले भने चाहिँ है सिलिन्डर पनि ल्याइसकेँ अन्त सिलिन्डर लिएर है हेर्नु सक्नुहुन्छ फिट पनि गरिसकेँ गाइस तपाईँहरूले सोच्नुहुँदै होला यो भाइ के गरिरहेको हो भनेर होइन तर म भने चाहिँ यहाँनिर अल्छी लागिराखेर बसिरहेको छु होइन अन्त अहिले कस्टमर पनि छैन हो सो म यहाँ अल्छी लागेर बसिरहेको छु एन्ड तपाईँले सोच्नुहुँदै होला मलाई मात्र अल्छी लागेको भनेर होस् देखाउँदिनँ तर है देयर आर अदर पिपल टु जसलाई अल्छी लागिरहेको छ है गाइस अन्त लेट्स सी गाइस कस्तो हुन्छ सो इन्जोय गाइस म चाहिँ मोमो खान आँटेको होइन यो चाहिँ दिउँसोको मेरो खाजा हो अन्त दिदीले चाहिँ मोमो बनाउनु भएछ हामी दुईजनाको लागि अन्त चेक इट आउट गाइस आइ एम गोइङ टु इट मोमोस एन्ड स्टे ट्युन्ड गाइस म तपाईँहरूलाई घरै भेट्नेछु हेलो गाइस सो म भने चाहिँ अहिले चाहिँ है मेरो अलिकति काम सकेर म बसिरहेको छु अन्त यु क्यान सी द लाइट त्यो यहाँ परको त्यो यो टाइमिङ लाइट है त्यो कलरफुलवाला लाइट चाहिँ लगाइदिएको है अन्त अलिक राम्रो उज्यालो बनाउनुको लागि अन्त हौ यो तपाईँहरूलाई मन पऱ्यो कि मन परेन है कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोस् होला अन्त गाइस आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु बिकज आइ एम नट फिलिङ वेल है बिकज आज काइन्ड अफ हर्ट है समन हेज हर्ट है अन्त पर्सनल कुरा हो तपाईँहरूलाई सेयर गर्नु अब कसरी गर्नु है सो आइड लाइक टु एन्ड दिस भिडियो यहीँनिर है अन्त स्टे ट्युन्ड गाइज म नयाँ भिडियो लिएर आउनेछु सपोर्टहरू गरिदिनुहोस् होला है मायाहरू देखाइदिनुहोस् होला अहिलेको लागि चाहिँ है तपाईँहरू टेक केयर है सी यु टुमोरो गुड नाइट